यति बेला म नारायणघाट चितवनको भित्रमा रहेको पर्सादेखि मगनी चोकबाट हामी करिब 2 किलोमिटर भित्र हामी जहाँ डिजेएम नेपाल र आरएन संस्थाको यो तालिम हल केन्द्रभित्र हामी प्रवेश गर्दै गर्दा आज हामी फाजुभरि धेरै पूर्व पश्चिम लुम्बिनी प्रदेशका सम्पूर्ण हाम्रो साथीहरूसँग आज भेटघाटसँगै आज यो ठाउँको म वास्तविकता यो ठाउँको रमणीय वातावरण गैरकाष्ठ विभिन्न बिरुवाहरू जहाँ बगैँचा उत्पादन बगैँचा झैँ छ। यहाँ आरएनको आफ्नै तालिम केन्द्र हलमा हामी यति बेला 2 दिने कार्यक्रममा आइपुगेका छौँ। दर्शकबिन कहाँबाट हेर्दै हुनुहुन्छ, म रोल्पा न्युज फोकस फेसबुक पेजबाट तपाईँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छौँ र तपाईँहरूले यहाँको यो हामी पर्साको भित्र मगनी चोकबाट यो आरएनको यो हलभित्र हामी प्रवेश गरेर यहाँको एकदमै रमणीय एकदमै फुलबारी बगैँचा विभिन्न फुलहरूले बगैँचाहरू गैरकाष्ठ जन्य बिरुवाहरू उत्पादन र ती रुखहरूबाट भएका विभिन्न लाभ र विभिन्न एनजिओ गैर सहकारी संस्था र विभिन्न सहकारी सम्पूर्णको लागि यहाँ विभिन्न प्रोजेक्टले विभिन्न अवसरहरू प्रदान गर्दै हामी आज आउने मौका मिलेको छ। म रोल्पा रुम्टीगढी गाउँपालिका वार्ड नम्बर 3 बाट यति बेला नारायणघाट चितवन पर्सादेखि अगाडि ढुसित भन्ने ठाउँमा ढुक्सी हो कि के भन्दै थियो यस्तै जे भए पनि हामी पर्साको भित्रतिर आरएनको हलभित्र हामी प्रवेश गरिसकेका छौँ। यहाँको सुन्दरता, यहाँको रमणीय हामी यहाँको वास्तविकता हामी देखाउन गइरहेका छौँ। देश परदेश जहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियोलाई अझै पनि तपाईँहरूले मन परेमा लाइक शेयर र सब्सक्राइब कमेन्ट गर्न नभुल्नुहोला। के पनि गरिरहेछ यहाँ अहिले प्रस्तुतिमा देखियो। कतिजनाले आफै पहिला गरिराख्नु छ उहाँहरूले त्यो के अरे उसको त्यो हर्बल ओइल होइन एसेन्सियल ओइल नेपालीमा के भन्छ सर सुगन्धित तेल उहाँहरूले गरिराख्नु छ। मूल्य पनि कति कति पर्छ। यो परियोजना सुरु गर्ने नै होइन हामीले चाहिँ चिया बनाउँछौँ होइन उहाँले गरिराख्नु भएको छ। त्यसको चिया बनाउने काममा चाहिँ एउटा काममा चाहिँ डिजिएम चाहिँ जोडिन्छ। भोलि अरू त्यसकोबाट अरू धेरै चियाहरू अरू केहरू बनाउनु होला है। अनि हाम्रो अजम्बरी बनको साथीहरूले मल बनाइराख्नु भएको छ होइन त। अब मल बनाइराख्नु छ। अब हामीले के यो परियोजनाले चाहिँ त्यसलाई झन् चाहिँ ठुलो बनाउनुहुन्छ, अझ राम्रो प्रविधियुक्त बनाउनुहुन्छ भन्ने कुरा हामीले आशा गरेका छौँ। अरू कति साथीहरूले त्यो काम गरिराख्नु होला। अनि भनेको मतलब यसलाई के हुन्छ भने यसलाई आफूले सुरु गरिराखेको कुराहरूलाई अगाडि बढाउने पनि यो विषय हो अल्लोको होइन। म्याडम तपाईँको सरी तपाईँको नाम फेरि बिर्सिनु हामी त्यत्रो कुराकानी भएको फेरि फोन कहिले भएन, कहिले सोध्नु भने के भयो तर हस्तामाया के बाटा होइन। हस्तामाया उहाँसँग चाहिँ हाम्रो चाहिँ धेरै कुराकानी भएको 5 दिनसम्म थियो। उहाँहरू अल्लोको काम गर्छु भनेर गरिराख्नु भएको छ पहिला। अब जिजिएफ भएपछि नयाँपन के आउँछ भनेर भनेको एक थरी चाहिँ यस्तो साथीहरू हुनुहुन्छ जसले पहिल्यै गरिराख्नु भएको छ। यो त यो पनि कार्यक्रम हो जिजिएफ होइन। विषयवस्तु मिल्यो भने पहिलो गरिराखेकोलाई अरू बेला अगाडि बढाउनको लागि सपोर्ट गर्ने पनि हो। अनि नयाँ नै आउन चाहनुभयो एकदम होइन, नयाँ सुरु गर्न चाहनुभयो भने उहाँहरूलाई पनि के हो भनेदेखि सुरु गर्ने ठिक छ, यसलाई अगाडि बढाउनु तर के देखिनु पर्यो के पनि गरिरहेछ यहाँ अहिले प्रस्तुतिमा देखियो। कतिजनाले आफै पहिला गरिराख्नु छ उहाँहरूले त्यो के अरे उसको त्यो हर्बल ओइल होइन एसेन्सियल ओइल नेपालीमा के भन्छ सर सुगन्धित तेल उहाँहरूले गरिराख्नु छ। मूल्य पनि कति कति पर्छ। यो परियोजना सुरु गर्ने नै होइन हामीले चाहिँ चिया बनाउँछौँ होइन उहाँले गरिराख्नु भएको छ। त्यसको चिया बनाउने काममा चाहिँ एउटा काममा चाहिँ डिजिएम चाहिँ जोडिन्छ।
भोलि भोलि अरू त्यसकोबाट अरू धेरै चियाहरू अरू केहरू बनाउनु होला है। अनि हाम्रो अजम्बरी बनको साथीहरूले मल बनाइराख्नु भएको छ होइन त। अब मल बनाइराख्नु छ, अब हामीले के यो परियोजनाले चाहिँ त्यसलाई झन् चाहिँ ठुलो बनाउनुहुन्छ, अझ राम्रो प्रविधियुक्त बनाउनुहुन्छ भन्ने कुरा हामीले आशा गरेका छौँ। अरू कति साथीहरूले त्यो काम गरिराख्नु होला। अनि भनेको मतलब यसलाई के हुन्छ भने यसलाई आफूले सुरु गरिराखेको कुराहरूलाई अगाडि बढाउने पनि यो विषय हो अल्लोको होइन। म्याडम तपाईँको सरी तपाईँको नाम फेरि बिर्सिनु हामी त्यत्रो कुराकानी भएको, फेरि फङ्सन कहिले भएन, कहिले सोध्नु भएन के भयो भनेर हस्तामाया के बाटा होइन। हस्तामाया उहाँसँग चाहिँ हाम्रो चाहिँ धेरै कुराकानी भएको, 5 दिनसम्म उहाँहरू अल्लोको काम गर्छु भनेर गरिराख्नु भएको छ पहिला। अब जिजिया भएपछि नयाँपन के आउँछ भनेर त्यो चाहिँ भनेको एक थरी चाहिँ यस्तो साथीहरू हुनुहुन्छ जसले पहिल्यै गरिराख्नु भएको छ। अब यो त यो पनि कार्यक्रम हो जिजियाको होइन। विषयवस्तु मिल्यो भने पहिलो गरिराखेकोलाई अरू त्यसलाई अगाडि बढाउनको लागि सपोर्ट गर्ने पनि हो। अनि नयाँ नै आउन चाहनुभयो एकदम होइन, नयाँ सुरु गर्न चाहनुभयो भने उहाँहरूलाई पनि के हो भनेदेखि सुरु गर्ने ठिक छ, त्यसलाई अगाडि बढाउनु। तर के देखिनु पर्यो